गरममा चाहिँ तपाईहरुलाई चाहिँ केही नयाँ इन्फर्मेसनहरु चाहिँ रोमानियाको बारेमा केही यदि तपाईहरु रोमानियामा आउँदै हुनुहुन्छ भने तपाईहरुलाई चाहिँ के आवश्यक पर्छ, के कुराहरु तपाईहरुलाई चाहिन्छ, के कुराहरु चाहिँ तपाईहरुले ल्याउनु पर्छ। एजेन्सीले भन्छ भाइ तिमीलाई एयरपोर्टमा लिन आउँछ, खानाहरु सबै दिन्छ, रुमहरु दिन्छ, भाडाकुडाको केही जरुरत पर्दैन, केही सामान। हेलो एभ्रिवान, वेलकम टु माई न्यू एपिसोड। आई होप कि तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। सो आज चाहिँ मेरो साइकल बिग्रेर चाहिँ म काममा जान पाइन, किनभने चाहिँ मेरो साइकल चाहिँ पुरै ब्रेक चाहिँ कामै गरिरहेको थिएन र यता चाहिँ शनिबार आइतबार चाहिँ तपाईको यता पुरै बन्द भएको कारणले चाहिँ साइकल बनाउने ठाउँमा पनि सबै बन्द हुँदा चाहिँ बनाउन सकिन र छुट्टी पनि भयो। यही छुट्टीको क्रममा चाहिँ तपाईहरुलाई चाहिँ केही नयाँ इन्फर्मेसनहरु चाहिँ रोमानियाको बारेमा केही हालौँ भनेर चाहिँ मैले आज यो एपिसोड बनाउँछु। सर्वप्रथम दाइले धन्यवाद, जो कि दाइ हुनुहुन्छ क्यामेराम्यान र यति धेरै भिडियो बनाउँदा खोज्छु तर साथीहरु कोही पनि हुन्न, क्यामेराम्यान कोही हुन्न, अनि अब एक्लै बनाएर हाल्ने भन्ने लाग्छ। राम्रो एपिसोडहरु चाहिँ बनाऊँ भन्ने लाग्छ मलाई, राम्रो दिमागमा आउँछ, तर साथी नपाएर चाहिँ अहिले मैले हाल्नै पाएको छैन र युट्युबमा भिडियो नहालेको पनि मैले धेरै भयो। सानो सर्ट भिडियोहरु चाहिँ कहिलेकाहीँ यसो पोस्ट गरिरहन्छु र राम्रो खाले भिडियोहरु चाहिँ हालेको छैन। आज चाहिँ म तपाईहरुलाई चाहिँ के भन्न गइरहेको भन्दाखेरि चाहिँ यदि तपाईहरु रोमानियामा आउँदै हुनुहुन्छ भने तपाईहरुलाई चाहिँ के आवश्यक पर्छ, के कुराहरु तपाईहरुले चाहिन्छ, के कुराहरु चाहिँ तपाईहरुले ल्याउनु पर्छ, एजेन्सीले चाहिँ के भन्छ र तपाईहरुलाई चाहिँ के कुराको चाहिँ आवश्यक पर्छ र नेपालबाट आउँदाखेरि चाहिँ के सामान चाहिन्छ अनि के चाहिन्छ भन्ने कुरामा तपाईहरुलाई म डिटेलमा सम्झाउने छु। र यदि तपाईहरु च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब, लाइक, कमेन्ट, शेयर गरिदिनु होला प्लिज। तपाईहरुको साथ सपोर्ट एकदम चाहिएको छ। तपाईहरुको साथ सपोर्ट गर्दाखेरि चाहिँ अहिलेसम्म 150 सब्स्क्राइबर पुगिसक्यो र तपाईहरुले यतिकै माया देखाइरहनु भयो भने म केही अगाडि बढ्न सक्छु र तपाईहरुलाई राम्रो भिडियो, राम्रो क्वालिटी, राम्रो ठाउँहरुको राम्रो इन्फर्मेसनहरु चाहिँ तपाईहरुलाई शेयर गरिरहने छु। सो आज चाहिँ हामी विषयवस्तुतिर लागौं। सो म तपाईहरुलाई के भन्न चाहन्छु भने यदि तपाईहरु चाहिँ रोमानियामा आउँदै हुनुहुन्छ भने तपाईहरुलाई मेन कुरो भनेको चाहिँ एजेन्सीले भन्छ भाइ तिमीलाई एयरपोर्टमा लिन आउँछ, खानाहरु सबै दिन्छ, रुमहरु दिन्छ, भाडाकुडाको केही जरुरत पर्दैन, केही सामान पर्दैन, केही सामान चाहिँदैन, केही पनि चाहिँदैन। तिमी त्यतिकै जाँदा हुन्छ, एक दुईवटा चाउचाउ लिनु भइहाल्छ यसो खानाले बाटोमा भनेर भन्छ, तर त्यो एकदम गलत हो साथीहरु। किन भन्दाखेरि चाहिँ तपाईहरुलाई चाहिने भनेकै त्यही हो, जो चाहिँ एजेन्सीले भन्छ कि चाहिन्न भन्छ त्यही कुरा चाहिँ तपाईहरुलाई मेन चाहिए हुन्छ। किन भन्दाखेरि चाहिँ तपाईहरुलाई कम्पनीले रुम चाहिँ दिन्छ, एयरपोर्टमा पिकअप गर्न चाहिँ जान्छ, तर खाना पकाउनको लागि र खानाको लागि चाहिँ तपाईहरुले आफैले जुगाड गर्नुपर्छ। आफैको लागि चाहिन्छ, आफैको लागि के खाना पकाउने भाँडाकुडाहरु, खाद्य कुराहरु चाहिँ आफैले म्यानेज गर्नुपर्छ। कम्पनीले केही पनि दिन्न, ग्यास दिन्छ, ग्यासको चुल्हा दिन्छ र तपाई त्यहीमा पकाउ भन्छ। गाडी एयरपोर्ट जान्छ, एयरपोर्टदेखि पिक गरेर तपाईलाई अकोमोडेसनमा छोडिदिन्छ र त्यसपछि तपाईहरु सक्यो, तपाईहरु त्यसको काम सक्यो। अनि तपाईहरु आयो कि आएन, के भयो, कस्तो हो, भोलि आएको भोलिपछि चाहिँ तपाईहरुलाई इन्फर्मेसन गर्छ कि के छ, कस्तो छ, सबै एग्रिमेन्टहरु गर्छ, सबै कुराहरु गर्छ र तपाईहरुले के खायो के गर्यो भने केही सोध्दैन। यति कुरा ध्यान राख्नु होला। तपाईको एजेन्सीले चाहिँ भन्छ कि कम्पनीले दिन्छ सबै कुराहरु प्रमोट गर्छ भने कम्पनी चाहिँ भन्छ, तर तपाईहरु त्यो गलत हो। एजेन्सीले चाहिँ पैसा कति बेला चाहिँ तपाईबाट कसरी चाहिँ फुत्काउने भन्ने कुरा त्यो लगा हुन्छ। सो साथीहरु तपाईहरुले आउँदै हुनुहुन्छ भने चाहिँ प्लिज तपाईहरुको लागि एउटा प्रेस कुकर, तपाईहरुको लागि दाल पकाउनको लागि अथवा सब्जी पकाउनको लागि एउटा कराई सानो, अनि भाँडा, अनि भात खानको लागि थालहरु, कटोरीहरु, गिलासहरु, चम्मचहरु, अनि दारु पन्नेहरु चाहिँ प्लिज नछुट्याउनु होला। यहाँ धेरै जना साथीहरुले चाहिँ धोका पाएको छ। अब यदि तपाईहरु नेपाली भएको अकोमोडेसनमा पर्नु भयो भने चाहिँ तपाईहरुलाई सजिलो हुन्छ, किनभने चाहिँ आफ्नै भाडा हो, चलाउ भाइहरु यताउति भनेर सबै दाइहरु भयो, साथीभाइहरुले चाहिँ दिन्छ, चलाउन सजिलो हुन्छ। तपाईहरु कुनै श्रीलङ्काको, तपाईहरु कुनै बंगालीको, तपाईहरु कुनै पाकिस्तानको ठाउँमा पर्यो भने, अकोमोडेसनमा पर्यो भने तपाईहरुलाई एकदम गाह्रो हुन्छ। त्यही भएर तपाईहरुको लागि यो सामानहरु चाहिँ एकदम इम्पोर्टेन्ट छ, प्लिज नछुटाएर ल्याउनु होला। र अर्को कुरा
यता चाहिँ एकदम चिसो पनि हुन्छ र गर्मी पनि हुन्छ। तपाईँहरूले दुई थरीको लुगा लाउनुपर्छ। चिसोको लागि सबभन्दा धेरै तपाईँहरू चिसोको लागि ल्याउनु। चिसो भन्दाखेरि यता लगभग तपाईँहरूको आई थिङ्क 8 महिना 7 महिना चिसो हुन्छ। तपाईँहरू 3-4 महिना हो गर्मी हुने। त्यही भएर तपाईँहरू बाक्लो बाक्लो लुगाहरू भयो, बाक्लो बाक्लो लोभरहरू भयो, विन्ड चिटरहरू भयो, तपाईँहरूलाई रेनकोट चाहिन्छ रेनकोटहरू भयो, अनि बाक्लो बाक्लो लुगाहरू। र गर्मीको लागि पनि 2-3वटा यस्तै हाफ टी सर्टहरू, सर्टहरू अनि अलि लोवरहरू चाहिँ तपाईँहरू लिएर आउनु होला। र मेन कुरो भनेको तपाईँहरू गर्मीको लागि चाहिँ कम ल्याएर चाहिँ चिसोको लागि चाहिँ धेरै ल्याउनु, किनभने चिसो चाहिँ यता 18 डिग्री माइनस, 20 डिग्री माइनस पनि पुग्छ, 16 डिग्री माइनस पुग्छ। अब काममा जानुपर्छ। कसै कसै साथीहरूको त झन् चिकन फ्याक्ट्रीमा काम हुन्छ। चिकन फ्याक्ट्रीमा काम भएर चाहिँ चिकन फ्याक्ट्रीको त्यो चिसोमा चाहिँ काम गर्नुपर्छ र यता त्यस्तै चिसो हुन्छ। त्यही भएर लुगाहरू चाहिँ एकदम सेफ्टीको लागि ल्याउनु होला, अनि भाँडाकुँडाहरू ल्याउनु होला। र तपाईँहरूलाई यदि खानको लागि अलि दालहरू, तपाईँहरू चटनीहरू भयो, तपाईँहरू चामलहरू पनि ल्याउन सक्नुहुन्छ, मसलाहरू ल्याउन सक्नुहुन्छ। र यहाँ मार्केटहरू छ, तर सुरुमा थाहा हुन्न तपाईँहरूलाई युरोहरू चल्दैन। यहाँ युरो साड्न जानुपर्छ, कहाँ यताउति जान यताउति गर्न तपाईँहरूलाई गाह्रो हुन्छ है। त्यही भएर तपाईँहरू अलिकति चामल दाल अलिअलि अनि मसलाहरू चाहिँ लिएर आउँदा पनि झन् तपाईँहरूलाई सहज हुन्छ, तपाईँहरूलाई सजिलो हुन्छ। र एजेन्टले चाहिँ तपाईँहरूलाई त्यो कुरा विश्वास नगर्नु होला। धेरैजना साथीहरूले मेरै आँखा अगाडि, मेरै रुममा बस्ने केटा साथीहरूले चाहिँ एकदम दुःख पाएको छ। मेरै आँखा अगाडि देखेको छु। उनीहरू चाहिँ बिचरा अब सबै कुरा भन्यो भनेर भन्ने, अनि यता आएर चाहिँ अलग हुने, त्यस्तो हुन्छ। साथीहरू प्लिज ध्यान दिनु होला हैन। सो तपाईँहरू लुगाहरू चाहिँ एकदम ध्यान दिएर ल्याउनु होला। अनि यदि तपाईँहरू डेलिभरीमा आउँदै हुनुहुन्छ भने चाहिँ मेन कुरो तपाईँहरू रेनकोट, ग्लोभ्स अनि मास्क अनि तपाईँको जुत्ताहरू बाक्लो खाले चाहिँ नल्याउनु बिर्सिनु होला। र विन्ड चिटर, हावा नछिर्ने ज्याकेट हुन्छ नि एउटा पत्लो खाले, त्यो यो सामानहरू चाहिँ तपाईँहरूलाई एकदम जरुरत पर्छ साथीहरू। म पछुताएको छु, मैले ल्याउन पाइनँ। मलाई आइडिया थिएन नि त। मैले चाहिँ अब बाक्लो लुगाहरू मात्र ल्याएँ, सबै हावा छिर्ने। हावा चाहिँ एकदम हावा लाग्छ यता। हावाले चाहिँ पुरै चिसो गरिदिन्छ। त्यो बाक्लो जति नै लुगा लगायो भने शरीरमा हावा छिर्छ। त्यो हावा नछिर्नको लागि तपाईँहरू हावा नछिर्ने लुगाहरू, ज्याकेटहरू चाहिँ लिन नबिर्सिनु होला। र यस्तै हो साथीहरू हैन। यति भन्दै मेरो भिडियो यहीँ एन्डिङ गर्छु। तपाईँहरूलाई आशा छ कि यो भिडियो एकदम मन पर्यो होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब नयाँ हुन्छ भने गरिदिनु होला। मिल्छु हामी अर्को एपिसोडमा, राम्रो केही कुरा, नयाँ कुराको लागि मिल्छु हामी अर्को एपिसोडमा। ओके, बाई बाई, थ्याङ्क यू सो मच, बाई।